नमस्ते। हामी होराइजन कन्सल्टेन्सी चाहिँ हजुरहरूलाई फेरि एकचोटि खुसीको खबर लिएर आइसकेका छौँ। यदि हजुरहरूलाई आइएलटिएसमा कम मार्क्स आएको छ, 4 मात्रै आएको छ अथवा 5 मात्रै आएको छ, यतिले मलाई कोरिया एप्लाई गर्न पुग्दैन भनेर भन्नुहुन्छ भने त्यो चिन्ता चाहिँ अब हजुरले नगर्दा हुन्छ, किनभने त्यो एक्सेप्ट गर्ने युनिभर्सिटी पनि आइसकेको छ। यदि हजुरहरूले चाहिँ D47 मा चाहिँ त्यो गर्न चाहनुहुन्छ भने कोरियाकै एकदम टप 10 युनिभर्सिटी अन्तर्गत पर्ने युनिभर्सिटीले चाहिँ D47 प्रोग्राम लिएर आएको छ। त्यसमा हजुरको फो पनि हजुरको आइएलटिएसको एक्सेप्ट हुन्छ र हजुरसँग ओरिजिनल आइएलटिएसको डकुमेन्ट छ र हजुरहरूको एम्बेसीबाट चाहिँ डकुमेन्ट भेरिफिकेसनको डेट लिनु भएको छ अथवा हजुरको डिसेम्बरभित्र चाहिँ हजुरको एम्बेसीबाट डकुमेन्ट भेरिफिकेसन भएर आउँछ अथवा त्योभन्दा अगाडि नै पनि डकुमेन्ट भेरिफिकेसन गरेर राखिरहनु भएको छ, तर के गर्ने कसो गर्ने आइएलटिएसमा स्कोर पनि कम छ, मेरो T2 को लागि हुँदैन भनेर चिन्ता गर्दै हुनुहुन्छ भने 100% भिजा ग्यारेन्टी सहित यही मार्च इन्टेकको लागि चाहिँ हामीले यो एकदम राम्रो प्रोग्राम लिएर आएका छौँ। त्यसमा युनिभर्सिटी एकदमै राम्रो छ, हजुरहरूलाई कोर्समा पैसा पनि एकदमै रिजनेबल प्राइस छ। हजुरहरूले चाहिँ यो मौकाको फाइदा लिन चाहनुहुन्छ भने चाँडोभन्दा चाँडो हामीसँग सम्पर्क राख्नु हुन विनम्र अनुरोध गर्दछौँ।